हेलो गाइज, के गाह्रो छ हौ मलाई। अर्काको गाडी भन्ने सिक्यो, ड्राइभर पनि बन्यो। 12 वर्ष अगाडि एउटा गाडी किन्ने थियो, 25,000 दाम हालेर, खनी 25,000 दाम हालेर दुईटा लाइसेन्स पनि निकाल्यो। टोलियो सालो कुबेततिर पठाइदिएको। कहिले बङ्गाली ड्राइभरले चलाउँदो रहेछ, कहिले पाकिस्तानी ड्राइभरले चलाउने, कहिले मुझे नेपाली आउरे भाउरे ड्राइभरले चलाउने गाडी त कहिले फरवनी पार्कतिर लाने, कहिले 5 केटीवाला 10 केटीवाला होटेलमा छिराउने, कहिले के अरे बङ्गाली मार्केटतिर, कहिले माबुलाको रम्बल घारीतिर 5 केटी 10 केटीवाला होटेलमा छिराउँदै गाडी त मुजी चुपथाच इन्जिनै स्विच हुनेसम्म घोटेछ। महासालेहरूले घोटेछ। नेपाल आउँदाखेरि हेरेको त खत्तम, बर्बादै भएछ। त्यही भएर विचार गरेर टोल्यो। लास्टमा मेरै जस्तो होला नि पारा, फेरि बेलामा होस् पुऱ्याउ टोल्यो, बेलामा होस् पुऱ्याउ। गाह्रो छ।